भलाकुसारी भन्नु बुझ्नुभयो नि। प्रभुले भन्छ म कमा आऊ र तिमीहरूमा बसेर भलाकुसारी गरौँ। तपाईँहरूको जीवनमा वृद्धि समृद्धि असल सबै कुरोहरू परमेश्वरले चाह्यो भने सबैको जीवनमा परमेश्वरले बोल्नुहुन्छ होला है। भरिसक्दो प्रभुलाई सबैको जीवनमा बोल्न चाहनुहोस् भनेर हामी भन्छौँ र प्रभुले जसको जीवनमा जे बोल्नुहुन्छ सुधारको कुरो, बनाउने कुरो, मिल्ने कुरो, भत्केकोलाई फेरि जोड्ने कुरो, छोड्ने कुरो, लिने कुरो, यी सबै हामी प्रभुसँग भलाकुसारी गर्नेछौँ। आज तपाईँ चाहिँ हुनु होला, तपाईँहरू धेरै सम्मेलनमा, धेरै भेलामा, धेरै सभामा जानुभयो होला, तर आजको सभा चाहिँ तपाईँलाई भिन्नै सभा हुनेछ है। कतिको मुटु कामी लागेको होला, सायद परमेश्वरले नाम काटेर बोलाउनु सक्नुहुन्छ, परमेश्वरले तपाईँलाई आएर उठाउनु पनि सक्नुहुन्छ, परमेश्वरले तपाईँको भविष्य वर्तमान बितेका अहिले भइरहेको है के गर्दै हुन्छ, परमेश्वरले के गर्न चाहनुहुन्छ त्यो कुरो पनि भन्नुहुन्छ। सायद तपाईँको जीवनमा कतिवटा अगमवक्ताले ठाडै पनि बोल्नुहुन्छ, कतिवटा तपाईँको पापहरू देखाइदिनु पनि सक्नुहुन्छ होला, सायद नभाग्नु होला। बाइबलले भन्छ जसले आफ्नो पापलाई लुकाउँछ त्यसको के हुँदैन, उन्नति चाहनुहुन्छ, स्वर्गमा जान चाहनुहुन्छ, स्वर्गको ढोकालाई खोल्न चाहनुहुन्छ, स्वर्गको साँचो तपाईँको हातमा दिएको छ। अधिकार चाहिँ परमेश्वरले मलाई दिएको छैन तपाईँको स्वर्गको ढोका खोल्ने। स्वर्गमा सबै यहाँ कतिजना आफ्नो आफ्नो अपार्टमेन्ट र घरमा बस्नुहुन्छ, सबैजना आफ्नो आफ्नै घरमा बस्नुहुन्छ नि है। आफ्नो आफ्नै घरको चाबी छ नि, तपाईँलाई आफ्नो आफ्नो घर नम्बर थाहा छ नि है, थाहा छ तपाईँलाई आफ्नो घर नम्बर थाहा छ, फोन नम्बर थाहा छ। त्यसैले स्वर्गको घर नम्बर पनि तपाईँलाई थाहा हुनुपर्छ। स्वर्गको घरमा गएर बस्नको लागि तपाईँलाई त्यो घर खोल्न साँचो तपाईँको हातमा, प्रत्येकको हातमा दिएको छ। त्यो साँचो खोल्न चाहिँ है पास्टर कालेब जाँदैन, पास्टर मार्टिन जानुहुन्न है, पास्टर सिमन कोही पनि जानुहुन्न, तपाईँको हातमा तपाईँलाई नै दिएको छ अधिकार। खोल्नुहुन्छ कि बन्द गर्नुहुन्छ त्यो तपाईँको हो। र परमेश्वरले धेरै कुरोहरू आज गर्नुहुन्छ। अब यहाँनिर आराधनाको त यो सुरु मात्रै हुँदैछ है। जो मान्छे चाहिँ स्वतन्त्र हुन्छ, बन्धनबाट बाहिर निक्लिन्छ है, त्यो मान्छे चाहिँ जब बाहिरिएपछि भित्र बस्दा 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 उसले बाहिरको घामलाई किरणलाई देखेपछि त्यो मान्छे चुप लागि बस्छ है, बस्दैन। त्यो मान्छे चुप लागि कहिले पनि बस्दैन। त्यो मान्छे चाहिँ रमाउँछ, एकदमै उनीहरूको जीवनमा उत्कट, उनीहरूको जीवनमा चाहिँ उमङ्ग खुसीले भरेको हुन्छ। उनीहरूले खुसीमा जे पनि गर्छ, उनीहरू हाँस्छ, रमाउँछ, नाच्छ, उफ्रिन्छ है। मान्छे खुसी हुँदाखेरि बढी नै एक्साइटेड भयो भने पनि हार्ट फेल हुन्छ, किन खुसी भएको कारणले अति नै खुसी है। र त्यो मान्छे जो बढी खुसी हुन्छ उसले केही पनि देख्दैन खुसीको कारणले गर्दा। दाउद नि प्रभुमा खुसी भएको कारणले गर्दा प्रभुलाई यति धेरै दाउदले परमेश्वरलाई धन्यवाद, ताकि दाउद आफै पनि परमेश्वरको नजरमा गिरेको व्यक्ति हो। तर तपाईँ गिर्नुहोस् भनेर परमेश्वरले भनेको होइन नि। फेरि हामी कति इसाईहरूले चाहिँ दाउदले त पाप गर्यो मैले गर्दा हुँदैन, तपाईँले दाउदले गरेर गर्नुहोस् भनेर भन्नुभएको होइन। दाउदले गर्यो तिमीहरू चाहिँ नगर। तपाईँलाई थाहा छ बाइबल जब हामी पढ्नु सुरु गरेको छ नि, जब बाइबलभित्र पस्न सुरु गरेपछि परमेश्वरले चाहिँ छुट्टै रीतिले बोल्नुहुन्छ। परमेश्वरको बोलाइ र तपाईँको बोलाइ मिल्दैन, तपाईँको सोचाइ र परमेश्वरको सोचाइ मिल्दैन, तपाईँको गराइ र परमेश्वरको गराइ मिल्दैन, तपाईँको हेराइ र परमेश्वरको हेराइ मिल्दैन। केहीमा पनि तपाईँ र मानिसको र परमेश्वरको केही कुरामा पनि मिल्दैन। अनि परमेश्वर चाहिँ मानिस हुनुहुन्न है। गन्तीको पुस्तकले भन्छ परमेश्वरका मानिस हुनुहुन्न कि परमेश्वरले ढाँट्नुहुन्न। परमेश्वरले जे बोल्नुहुन्छ त्यो पुरा गर्नुहुन्छ। आज परमेश्वरले जे भन्नुहुन्छ त्यो पुरा गर्नुहुन्छ। स्वर्ग जब खोलिन्छ नि पृथ्वी कान्छ। तपाईँ आज यहाँ त्यतिकै भेला आउनु भएको छैन, तपाईँको इच्छाले पनि आउनु भएको होइन, र तपाईँको करकापले पनि कसैको करकाप पनि आउनु भएको छैन। जो जे भएको छ यहाँनिर परमेश्वरको भलाइको कारणले भइरहेको छ है। एक्सिडेन्टली भएको छैन, यहाँ प्रपोजफुली हुँदैछ। यहाँ परमेश्वरले तपाईँको जीवनमा के गर्दै जानुहुन्छ हेर्दै जानुहोस् है।
कतिजना भडाइ यहाँनिर भुइँमा हुनेछ, कतिको दुष्ट आत्माहरू निक्लिनुपर्छ, कतिको खराब आत्मा जानुपर्छ, कतिको विरोधको आत्माहरू जानुपर्छ, कतिको बन्धनको आत्माहरू जानुपर्छ, कतिको निराशको आत्माहरू जानुपर्छ, कतिको हताशको आत्माहरू जानुपर्छ, त कतिको बिछोडको आत्माहरू जानुपर्छ, एकदमै एक्लोपनको आत्मा, घमण्डको आत्मा, यी सबै कुरो चाहिँ स्वर्गीयले रुचाउँदैन। प्रिय हो, स्वर्गीयले रुचाउँदैन यो कुरोलाई। बाइबलले भन्छ जो स्वर्गमा आउँछ, स्वर्गमा चाहिँ यस्तो एउटा बाटो हुनेछ। यहाँ त कार्पेट मात्र ओछ्याएको छ, यहाँ त ब्राउन कार्पेट देख्नुहुन्छ है। स्वर्गमा चाहिँ नि तपाईँको कतिजनालाई थाहा स्वर्गको बाटो कस्तो हुन्छ, कतिजनालाई थाहा छ? यदि तपाईँहरू बाइबल पढ्न सक्नुहुन्न भने बाइबल सुन्न चाहिँ पर्छ। तपाईँले सुन्नु चाहिँ होस्। विश्वास चाहिँ सुनाइबाट आउँछ, सुनाइ चाहिँ परमेश्वरको वचनबाट आउँछ। के सुन्नुहुन्छ? रात दिन संसारको कुरो सुन्नुभयो भने तपाईँको जीवन, म ग्यारेन्टी लेखेर भन्छु, मलाई परमेश्वरले त्यो बोल्न अधिकार दिनुभएको छ, खोल्ने अधिकार दिनुभएको छ, बन्द गर्ने अधिकार पनि दिनुभएको छ। मेरो सेवाकायमा अचम्म काम हुन्छ। म तपाईँलाई ग्यारेन्टी दिएर भन्छु, यदि अगमवक्ताको सेवाकायहरूलाई, यदि अगमवक्ताको वचनहरूलाई, शब्दहरूलाई है, अगमवक्तालाई औँलायो भने हेर्नु त, मैले कसैलाई औँलाउँदैछु नि, मलाई कतिवटा औँलाउँदैछ? 3टाले औँलाउँछ। औँलायो भने चाहिँ होसियार है, होसियार भनेको छ। जब मरियमले नि मूसालाई औँलायो, हारुन र मरियमले मूसालाई किल्ली गर्यो है, के भयो म भन्दिनँ, तपाईँलाई थाहा छ होला है। यो सेवाकाईभित्र तपाईँ बस्नुहुन्छ भने एकदमै परमेश्वरले आज केही गर्नुहुन्छ, बोल्नुहुन्छ, प्रभुले मलाई केही भन्नुहुन्छ, केही न म केही कुरो परमेश्वर अचम्म काम देख्न चाहन्छु। अबको यो पुस्तकले चाहिँ अबको यो पुस्तक चाहिँ अडियो एकदमै तपाईँको यो चाहिँ एकदमै यो पुस्तक चाहिँ अहिले केले तपाईँको यो भनौँ यो कम्प्युटरको जमाना भइरहेको छ। एकदमै यो एउटा यस्तो खालको जमाना भइरहेको छ कि खालि सत्य कुरोलाई होइन, बनावटी कुरोलाई सुनेर है यो टेक्निकल एकदमै यो तपाईँको सिस्टमहरू एकदमै एडभान्स भएको होला, साइन्स एडभान्स भएको कारणले गर्दा है आज मानिसहरू परमेश्वरको जिउँदो वचनलाई होइन, विशेष जस्तो के हो फेसबुकतिर विभिन्न प्रकारको कुरोहरूतिर लागि परेको छ है। फेसबुकको प्रचारकहरू विभिन्न प्रकारको प्रचारहरूबाट सुन्छन् अनि उनीहरूको जीवनै है खत्तम भएर जाँदैछ। तर परमेश्वर भन्छ मेरो वचन सुन, म के भन्छु है। जसले सुन्छ, जसले मेरो वचनमा ध्यान दिन्छ, त्यो चाहिँ दोस्रो मृत्युबाट है विजय हुनेछ। आज हामीले मानिसको कुरालाई होइन, आज हामी परमेश्वर कुरालाई पछ्याउनुपर्छ है। पृथ्वीका कुरालाई होइन, पृथ्वीभन्दा माथि भएको कुरालाई पछ्याउनु पर्छ है। म तपाईँलाई भन्दैछु स्वर्गीयको बाटो चाहिँ है तपाईँको यो कार्पेट ब्राउन कार्पेट जस्तो होइन। स्वर्गीय कार्पेट चाहिँ अघि हामी आएर 281 को हाइवे जस्तो होइन। त्यहाँ चाहिँ यस्तो हाइवे हुनेछ, त्यो चाहिँ सुनको सडकमा है, सुनको सडक भनिन्छ, त्यसलाई चाहिँ सुनको बाटो भनिन्छ। त्यहाँ चाहिँ कस्तो बाटो मानिसहरू जानुपर्छ, कस्तो मान्छे जान्छ भनेर चाहिँ तपाईँले यसाया 35 को 8 पदमा तपाईँले स्पष्ट गरेर पाउनुहुन्छ। त्यहाँ चाहिँ यस्तो मान्छेहरू जान्छ, त्यहाँ चाहिँ के जाँदैन अरे, जादुकरहरू जाँदैन, घिनलाग्दो मान्छेहरू जाँदैन है, विभिन्न प्रकारका आत्माले चलाएको मान्छेहरू जाँदैन, टुनामुना गर्ने मान्छेहरू चाहिँ, प्रयोग गर्ने मान्छेहरू, विकटपनहरू है, गुटबन्दीहरू है, त्यहाँनिर एकदमै लालसामा फसेकाहरू है, धनको पछि लागेकोहरू है, आफ्नो मान मर्यादामा है, मलाई कसैले आदर गरिदियो, मलाई कसैले ठुलो मुकुट लगाइदियो है, कसैले मलाई माथि पुलपिट दियो, ठाउँ दियो है, त्यस्तो घमण्ड व्यक्तिहरू त्यहाँ जाँदैन भनेछ, जाँदैन। परमेश्वरले जाँदैन भनेपछि जाँदैन। हामी को त हो है, मलाई जानु दिनुहोस् भनेर हामी कोही पनि होइन। परमेश्वरले नो भनेपछि नो। तर त्यहाँनिर हामीलाई परमेश्वरले के दिनुभएको छ? अप्सन दिनुभएको छ, अप्सन। तर यस्तो व्यक्तिहरू जान्छ, फेरि परमेश्वरले यसरी पनि भनेको छ, तर यस्तो व्यक्तिहरू जान्छ जो चाहिँ यहाँबाट बाहिर निक्लेको हुन्छ। हेर्नुहोस्, यहाँबाट बाहिर निक्लिनुपर्छ,
परमेश्वरले चाहिँ अब हामीलाई यस्तो खालको मण्डली खोज्दै हुनुहुन्छ, यस्तो खालको दुल्हालाई खोज्दै हुनुहुन्छ, यस्तो खालको सेवकलाई खोज्दै हुनुहुन्छ, यस्तो खालको चेलाहरूलाई खोज्दै हुनुहुन्छ। तपाईँ भन्नुहुन्छ विश्वासीलाई खोज्न, परमेश्वरले विश्वासीलाई खोज्दैन। विश्वासी त छोडिन्छन्। तपाईँ विश्वासी मात्रै हुँदैछन् भने तपाईँ छोडिनेपट्टि जाँदै हुनुहुन्छ। परमेश्वरले चाहिँ चेलालाई खोज्दै हुनुहुन्छ। चेलाले कसलाई पछ्याउँछ तपाईँलाई थाहा छ? गुरुलाई पछ्याउँछ। क्रिस्चियनले क्रिस्चियनिटीलाई पछ्याउँछ, तर चेलाले क्राइस्टलाई पछ्याउँछ। तपाईँ चेला दुल्हालाई खोज्दैछ, दुल्हालाई चाहिँ दुल्हाईलाई लिन आउँछ। त्यसै कारण एफिसीको पुस्तकलाई भन्छ म त्यो दिन आउने छु ताकि यस्तो दुल्हालाई ल्याउन आउनेछु। दुल्हा चाहिँ दुल्हाईलाई ल्याउन आउनुहुन्छ। अनि दुल्हाई चाहिँ परमेश्वरको धार्मिकताले सजिएको हुनुपर्छ। परमेश्वरको होलिनेसले, गडलीनेसले, राइटियसनेसले भरिएको हुनुपर्छ। प्रिय हो, म आज तपाईँलाई एकदमै सत्य कुरोहरू परमेश्वर यहाँ प्रकट गर्दै हुनुहुन्छ। र त्यसै कारणले त्यो स्वर्गको बाटो तयारी गर्नलाई चाहिँ तपाईँले स्वर्ग गएर तयारी गर्ने होइन। तपाईँ भन्नुहुन्छ मैले विश्वास गरेको छु, म गइहाल्छु नि है। विश्वास गरेर मात्र पुग्दैन, अब विश्वासमा हिँड्नु सिक्नु पर्यो, जिउन सिक्नु पर्यो। संसारको जस्तो भएर होइन है। उसले भित्ती पेन लाउँदैछ भने म पनि भित्ती पेन लगाएर चाहिँ स्वर्ग जान्छु, होइन होइन है है। उसले फेस कट गरेका छन्, म पनि फेस कट, किनकि परमेश्वरले चाहिँ जस्तो तपाईँलाई बनाउनु भएको छ गुड भन्नुभएको छ। बनाउँदाखेरि तपाईँलाई चाहिँ है गोगो पेन लगाएर पठाउनु भएको होइन नि है। परमेश्वरले बनाउँदा तपाईँलाई सबै कुरो सिद्ध बनाउनु भएको छ। आमेन। त्यो सिद्ध परमेश्वरको रूपलाई, स्वरूपलाई जब हामी बिगार्छौँ भने, जब त्यसलाई चाहिँ हामी है आफै त्यहाँदेखि फेरि आर्टिफिसियल अथवा त्यसलाई आफै डेकोरेसन गर्छौँ भने चाहिँ हामीले परमेश्वरको के अरे बनावटलाई अवहेलना गरेको। उदाहरणको लागि अब मेरो नाक यति राम्रो छ है, र कसैले मन पराएन, कसैलाई खुसी पार्नको लागि मेरो नाक चाहिँ प्लास्टिक सर्जरी गरेर चाहिँ यसलाई म अझै चेप्टो नेप्टो अथवा कस्तो उसले चाहेको छ त्यस्तो बनाउँछु भने चाहिँ मैले परमेश्वरलाई अवहेलना गरेको, उहाँको सृष्टिलाई मैले के गरेको, अवहेलना गरेको। म को हो र मेरो उहाँको सृष्टिलाई बिगार्ने है। परमेश्वरले मलाई जन्मिँदै तालु दिएको छ नि, म तालुमै परमेश्वर रमाउनुहुन्छ नि है। मलाई किन अब केस नक्ली केस लगाएर चाहिँ म ह्यान्डसम हुनु, किनकि म अलरेडी है केसै नभए पनि मलाई परमेश्वरले ह्यान्डसम देख्नु भएको छ। युआर गुड भन्नुभएको छ। आमेन। गुड नि, किनकि संसारमा एउटा न एउटाले मलाई मन पराउने परमेश्वरले बनाउनुहुन्छ। सबैले मन पराउने बनायो भने नि मेरो खत्तमै हुन्छ आधा। हालेलुया। आज त्यो परमेश्वर तपाईँ र मेरो बिचमा बोल्दै हुनुहुन्छ र स्वर्गमा यस्तो बाटो हुनुहुन्छ। त्यो बाटोको साँचो चाहिँ तपाईँ र मलाई दिनुभएको छ। आउनुहोस्, जब हामी त्यो साँचो खोल्छौँ नि, त्यो साँचो जब साँचोले ढोका गर्लङ्ग खोलेपछि तपाईँ त्यो ढोकाभित्र सट्टै कोठाभित्र पस्नुहुन्छ। वाह, परमेश्वर दिनुभएको मलाई। किनकि बाइबलले परमेश्वरमा पहिल्यै भन्नुभएको छ। परमेश्वरले बाइबलमा कहिल्यै भन्नुभएको छ म जाँदैछु है, फेरि एक दिन म तिमीहरूलाई लिन आउनेछु। अनि म जानु नै असल छ, अनि म गएपछि तिमीहरूलाई माथि घर बनाउने छु, अनि घर बनाएपछि म तिमीहरूलाई फर्केर लिन आउनेछु। तर म तिमीहरूलाई टुर छर्ने छैन, म नआइन्जेलसम्म चाहिँ म तिमीहरूलाई सहयोगीको निम्ति पवित्र आत्मा पठाउने छु। पवित्र आत्मा पठाउने छु भनिसकेपछि उहाँले पठाउनुहुन्छ र पठाउनु पनि भयो। अनि पवित्र आत्मा आउँदाखेरि सबै स्वर्ग लिएर आउनुहुन्छ। पवित्र आत्मा आउँदाखेरि न एउटा वरदान लिएर आउनुहुन्छ, किनकि यो पृथ्वीमा रहँदाखेरि यो वरदानद्वारा चाहिँ हामी परमेश्वरको राज्यमा विजयी भएर जिउन सक्छौँ है। छुटकाराको वरदान छैन भने कसरी तपाईँले अरू बिमारलाई छुटकारा गर्नुहुन्छ है। डक्टरले त स्वर्गमा पुर्याउनु हुन्न त। डक्टरले त तपाईँको भाँचेको हड्डीलाई मात्रै जोड्न सक्नुहुन्छ, तर परमेश्वर त बनाउने परमेश्वरले त टुटेको हातलाई पनि जोडिदिनुहुन्छ है। र त्यसै कारणले है तपाईँ भित्रको शैतानलाई, दुष्ट आत्मालाई निकाल्नु सकेन भने हामीले के गर्दैछौँ? परमेश्वर त्यो पनि अधिकार दिनुभएको छ। त्यसै कारणले पवित्र आत्माले चाहिँ सबै काम गर्नुहुन्छ।
र त्यसै कारण फुल प्याकेज लिएर पवित्र आत्मा आउनुहुन्छ। यदि कसैले आज म फुल प्याकेज चाहन्छु भनेर भन्नुहुन्छ भने परमेश्वरले तपाईँलाई कुनै पनि छोड्नुहुन्न। कसैको वरदानहरू हराएको छ, परमेश्वरले पूर्ण निर्माण गरिदिनुहुन्छ है। कसैको भाषाहरू अलप्पेको छ, त्यो भाषाहरू परमेश्वरले फर्काइदिनुहुनेछ। किनकि वरदान चाहिँ कहिले पनि परमेश्वरले दिएको वरदान र परमेश्वरले दिएको दान चाहिँ अभिषेक चाहिँ कहिले पनि हराउँदैन। त्यो हाम्रो गल्तीले गर्दा मात्रै त्यो प्रयोग नभएको है। र परमेश्वरले तपाईँको जीवनमा बन्धन छ, कठिनाइ छ, कतिजनाले अशुद्ध कुरालाई छोड्नमा एकदमै सङ्घर्ष भइरहेछ। संसारको कुनै पनि शक्तिले तपाईँलाई छुट्याउन सक्नुहुन्न। न त जेलले, न त नेलले, न त सरकारले, न त डोनाल्ड ट्रम्पको सरकारले छुट्याउन सक्छ। केवल सक्छ त पवित्र आत्माले मात्रै। त्यो आगो चाहिँ आज झर्नेछ। किनकि यहाँ भन्दैछ बिहोल्ड द लर्ड विल कम विथ फायर। परमेश्वर आउँदा चाहिँ पुरा प्याकेज लिएर आउनुहुन्छ। जब आउँछ नि हेर्नुहोस् के भएको छ भन्ने कुरोहरू म तपाईँलाई भन्छु। अहिले मलाई परमेश्वरले यहाँ आराधना गर्दै गर्दाखेरि चाहिँ होइन अझै तिमीहरू तोडिन्छ। आजको दिनभरिको सेवाकायमा हेर्नुहोस् कतिजनाको जीवन चाहिँ एकदमै जस्तो त्यो ढोकाबाट पस्नु भयो नि त्यस्तै बाहिर निक्लेर चाहनुहुन्न। म ग्यारेन्टी दिन्छु। तर तपाईँले नै परमेश्वरलाई कामै गर्नु दिनु भएन भने परमेश्वरले पनि कर चलाउनुहुन्न है। तपाईँ त्यत्तिकै चाहिँ है स्वर्ग परमेश्वरले फेरि प्रवेश गर्न पनि दिनुहुन्न। पुरा भित्र चाहिँ उकुस मुकुस भएर स्वर्गभित्र पस्न चाहिँ सक्दैन है। स्वर्ग जाँदा चाहिँ चिल्जै माथि माथि स्वर्ग छुने घडी। स्वर्ग जाने मान्छेहरू जहिले पनि स्वतन्त्र हुन्छ, को पनि बन्धनमा हुन सक्दैन। त्यही कारणले दाउदलाई भन्छ, दाउद त्यसै कारणले त हेर्नुहोस् परमेश्वरलाई उसले आम्ने सामने एन्काउन्टर भएको कारणले गर्दा, आम्ने सामने भिडान्त भएको कारणले गर्दा दाउद चाहिँ है उसले पाप गरे पनि उसले छिटो छिटो पश्चाताप गरेर चाहिँ के अरे ऊ फर्के। अनि दाउदलाई भने म्यान आफ्टर माई हार्ट है, मेरो हृदयको मानिस हो भनेछ। मेरो हृदय दस्तारे बाजा है। आज हामी हेर्नुहोस् जब हाम्रो हृदय चाहिँ प्रभुतिर, जब हामी प्रभुले हाम्रो हृदय चाहिँ प्रभुतिर खिच्छ नि, तपाईँ यो पृथ्वीमा छ भन्ने अनुभव पनि हुँदैन, अनुभव हुँदैन। हेर्नुहोस् अघि म यहाँ तपाईँहरू भजन यहाँ गाइराख्दा वर्सिप भइराख्दा प्रभुले भनेछ आज यहाँ केही तोडिनुपर्छ। वर्सिपको वातावरण है तोडिनेछ। आज यहाँ बन्धनहरू तोडिनुपर्छ। यहाँ एकदम धेरै कुरोहरू एकदमै है गडबडी भएको कुरोहरू परमेश्वरले तोड्दै हुनुहुन्छ है। मलाई एकदमै अघि सुरुमै मलाई पस्दाखेरि नै अलिकति है कता कता डिसब्यालेन्सहरू भइरहेको थियो है। किनकि हामीलाई चाहिँ मानिससँग बोल्दा, हात मिलाउँदा, आम्ने सामने बस्दाखेरि अघि स्पिरिटले अघि हामीलाई इन्फर्मेसन दिइसकेको हुन्छ। अनि त्यो चाहिँ कुन वातावरणमा गएर हामीले त्यो कुरालाई बाहिर निकाल्नु पर्ने परमेश्वरले त्यहाँ लानुहुन्छ। आमेन। तपाईँहरू स्वतन्त्र हुनुभएको छ। कतिजना स्वतन्त्र हुनु